हाई एभ्रिवान, आज चाहिँ म स्ट्रबेरी माचा बनाउन लागिरहेको छु। स्ट्रबेरी सिरप चाहिँ हजुरहरूले कति हाल्नुहुन्छ? हामीले चाहिँ 15 देखि 20 ml हाल्छौँ। त्यसपछि आइस क्युब हाल्ने, कोल्ड मिल्क, माचा, स्ट्रबेरी माचा चाहिँ रेडी भइसकेको छ। हजुरहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ। मलाई चाहिँ माचा लाटेहरू भन्दा चाहिँ माचाको आइटमहरू मात्रै मलाई चाहिँ स्ट्रबेरी माचा चाहिँ अलिकति मिठो लाग्छ। त्यस्तो मिठो चाहिँ होइन, अलि अरू भन्दा चाहिँ अलि मिठो लाग्छ। हेर्नु साथीहरू, मेरो साथी छ भनेको कति मान्छ, कति इमान्दारी छ। तपाईँहरू बहिनी बनाउने तपाईँहरू सिङ्गल हुनुहुन्छ भने मेरो साथी पठाइदिन्छु। सिङ्गल चाहिँ उनीहरू पठाउनु छ तपाईँ। हाम्रो स्ट्रबेरी माचा यस्तो भएको छ। अब चाहिँ हामी बाई बाई एभ्रिवान।